साथीहरु आज म तपाईहरुलाई मेरो काम गर्ने जग्गा देखाउँदै छु। यस्तो छ जग्गा चाहिँ हेर्नुस् है। यो विन्डमेयर होटल है, यहाँ चाहिँ म काम गर्छु है। यस्तो छ हाम्रो हेर्नुस् है, यहाँबाट चाहिँ महाकाल बाबा जान्छ है। यो महाकाल बाबा जाने बाटो हो। अनि यहाँ पनि छ हाम्रो एउटा प्रपर्टी है। हेर्नुस् है, आज पुरा क्लाउडी छ वेदर, धुम्मा छ, पुरा धुम्मा लागिरहेको छ है। यस्तो चाहिँ अब म विन्डमेयर होटलपट्टि पस्दैछु है, मेरो ड्युटी गर्ने जग्गापट्टि। यस्तो छ हाम्रो यी विन्डमेयर होटल। यहाँनिर हाम्रो ओपन रेस्टुरेन्ट पनि छ है। तपाईहरु आएर ब्रेकफास्ट अनि लन्च डिनर गर्नु सक्नुहुन्छ। यस्तो छ। यो सबभन्दा हाम्रो पुरानो हेरिटेज होटल हो है। आज क्लाउडी वेदर भएको कारणले गर्दा चाहिँ आज तपाईहरुले भ्यू देख्नु सक्नु हुँदैन है। यस्तो छ है आज वेदर चाहिँ। अघि साथीहरुलाई मैले यो ब्याक साइडबाट देखाएको थिएँ हाम्रो होटलको है। हाम्रो अगाडिबाट चाहिँ यस्तो छ है। हेर्नुस् है, यस्तो छ अगाडिबाट चाहिँ हाम्रो होटल। यहाँनिर सबभन्दा पुरानो पोस्ट अफिसको चिठी हाल्ने उयो पनि छ है। पोस्टल के भन्छ यसलाई, अब लेटर बक्स पनि छ त्यहाँनिर। उयो हेर्नु, सबभन्दा पुरानो है, ब्रिटिस टाइमको हो यो चाहिँ। अगाडिबाट चाहिँ यस्तो छ हाम्रो विन्डमेयर होटल। हेर्नुस्, यो चाहिँ हाम्रो गार्डन हो है। हेर्नुस् है, गार्डन छ यहाँनिर। अझै एउटा कटेज छ यहाँनिर, कटेज पनि हेर्नुस्। यो हाम्रो है, यहाँनिर यहाँ पनि छ यी कटेज। यो चाहिँ हाम्रो यो गार्डन एरिया हो है। यस्तो चाहिँ यो भिडियोलाई चाहिँ तपाईहरुले लाइक, शेयर अनि कमेन्ट गरिदिनु।